आदरणीय दर्शकबिन नमस्कार। कार्यक्रम समृद्धतर्फ हाम्रो यात्राको अर्को नयाँ श्रृङ्खलामा यहाँहरूलाई हार्दिक स्वागत छ। म रोजी ढकाल पराजुली। दर्शकबिन, यस कार्यक्रममा हामीले देशको समृद्धितर्फको यात्रामा नेपाल सरकार तथा यस अन्तर्गतका विभिन्न निकायहरूले गर्दै आइरहेको काम कारबाही तथा विकास निर्माणका बारेमा रिपोर्ट तथा कुराकानी प्रस्तुत गर्दै आइरहेका छौँ। थारू होमस्टे भादा गाउँ नेपालको सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नम्बर 16 मा अवस्थित भादा गाउँ थारू समुदायको सांस्कृतिक धरोहरका रूपमा परिचित छ, जहाँ पर्यटकहरूले थारू संस्कृति, परम्परा तथा ग्रामीण जीवनशैलीको अनुभव लिन सक्छन्। यही अनुभवका लागि वर्षेनी देश तथा विदेशबाट लाखौं पर्यटकहरू यहाँ आउने गर्दछन्। भादा गाउँको पर्यटकीय सम्भावनालाई ध्यानमा राखेर विक्रम सम्वत 2066 सालमा तारा गाउँ विकास समितिले यहाँ होमस्टे सञ्चालनको अवधारणा राखी विक्रम सम्वत 2067 सालदेखि सञ्चालनमा आएको थारू होमस्टे भादा गाउँले आगन्तुकहरूलाई स्थानीय खानाका परिकार, परम्परागत घर बसोबास तथा थारू नृत्य र सङ्गीतको मजा लिने अवसर प्रदान गर्दै आएको छ। परापूर्व कालमा एकजना थारू गुरु वा भगौटी दास नामका तान्त्रिक गुरुले यस ठाउँमा थारू बस्ती बसाली गाउँलाई व्यवस्थित गरेको हुनाले यस गाउँको नाम भगौटीबाट भा र दासबाट दा भई भादा गाउँ रहन गएको हो। 285 थारू घरधुरी रहेको यस गाउँमा 20 घरहरूमा होमस्टे सञ्चालन भइरहेको छ, जसले गर्दा स्थानीय समुदायको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुगेको छ। यो भादा गाउँ छ, यो भादा गाउँ हाम्रो करिब 365 हेक्टर ओगटेको यो भादा गाउँ छ र यो भादा गाउँमा चाहिँ 285 घरधुरी छौँ। त्यसमध्येमा चाहिँ 285 घरधुरी मध्येमा 20 वटा घरले चाहिँ होमस्टेको रूपमा चाहिँ विकास गरेको छ, होमस्टे बनाएको छ। तारागाउँ विकास समिति नै 2066 सालमा तारागाउँ विकास समिति नै हाम्रो यो कैलाली जिल्लामा आएर हाम्रो भादामा आएर यो होमस्टेको कन्सेप्ट दिनु उहाँहरूले। त्यहाँबाट चाहिँ हामी 67 सालमा सुरुवात गरेका हौँ। त्यसै तारागाउँ विकास समिति एकदम हामीलाई एकदम अपेक्षा छ। उहाँहरूले अझ पनि उहाँहरूले तालिमका कुराहरू, उहाँहरूले चाहिँ सङ्ग्रहालयका कुराहरू, उहाँको सामुदायिक भवनका कुराहरू, होइन, यावत कुराहरू उहाँहरूले चाहिँ हामीलाई चाहिँ सहयोग गर्नुहुन्छ भन्ने पनि अझसम्म हामी अपेक्षा राखेका छौँ। यहाँको प्रमुख पर्यटकीय आकर्षणहरूमा थारू संस्कृति सङ्ग्रहालय, देउथान अवलोकन, लहरू गाउँ भ्रमण मार्ग, काठे पिङ, स्थानीय सिमसार तथा हरेक पुष महिनामा आयोजना हुने भादा होमस्टे महोत्सव पर्दछन्, जसमा थारू परिकार, खेलकुद तथा सांस्कृतिक गतिविधिहरू प्रस्तुत गरिन्छ। गाउँको जुन पहिलाको जुन हाम्रो थारू गाउँ आफ्नै किसिमको एउटा रमणीय ठाउँ छ र यहाँको जुन प्राकृतिक देनहरू जुन छ, ताल तलैया, मठ मन्दिर र यहाँको जङ्गल हेर्नलाई पनि आउनुहुन्छ र यहाँको थारूहरूको रहन सहन पनि हेर्न आउनुहुन्छ र यहाँको जुन कल्चर छ, कल्चर उहाँहरूलाई चाहिँ मनपर्छ, आकर्षण हुन्छ। जस्तै थारू कल्चर अरू ठाउँमा पनि पाउँछ, तर एकदमै पुरानो किसिमको कल्चर चाहिँ भादामा मात्रै मतलब कि हेर्न पाउँछ भन्ने किसिमको उहाँहरूमा पनि अलिकति फिल हुन्छ। त्यही भएर उहाँहरू चाहिँ यहाँ अर्ग्यानिक खाना पनि पाउँछ भनेर बढी गरेर पाहुनाहरू फेरि पनि आउन चाहनुहुन्छ।
भादा गाउँ प्राकृतिक सौन्दर्य, कृषि परम्परा तथा मौलिक थारू जीवनशैलीको सङ्गम भएकाले संस्कृति प्रेमी पर्यटकहरूका लागि उत्कृष्ट गन्तव्य हो। मुख्य कुरा चाहिँ हाम्रो यो होमस्टेमा यो थारू जीवनशैलीसँग साक्षात्कार हुनका लागि चाहिँ यो भादा होमस्टे चाहिँ एउटा नमुनाको रूपमा चाहिँ रहेको छ र त्यसमा चाहिँ हाम्रो खासमा अब थारू संस्कृति, थारू वेशभूषा, थारू कला, थारू सिप, विशेष त थारू खानपान हो। थारू खानपान अनि त्यसपछि थारू संस्कार संस्कृति चाहिँ हामीले सेवा सुविधा दिन्छौँ। धनगढी उपमहानगरपालिका वडा नम्बर 16 स्थित भादा गाउँमा सञ्चालित थारू होमस्टेले स्थानीय समुदायमा बहुआयामिक प्रभाव पारेको छ। आर्थिक रूपमा यसले स्थानीय बासिन्दाहरूलाई अतिरिक्त आम्दानीको अवसर प्रदान गरेको छ, जसका कारण पर्यटनमा आधारित रोजगारी तथा स्थानीय उत्पादनहरूको माग बढेको छ। अब रोजगारीको हिसाबमा भन्ने हो भने अब होमस्टेमा त अब नियमित रोजगारी को हिसाबमा भन्यो भने 20 घरले चाहिँ अब नियमित रूपमा चाहिँ रोजगारीको अवस्था छ र त्यस बाहेकको पनि यहाँको चाहिँ उत्पादनसँग पनि जोडिएको छ। जस्तै हाम्रो कृषिमा अब तरकारी बाली लगायतका कुराहरूमा पनि जसले चाहिँ गरिरहेको त्यसको चाहिँ बिक्री भइराखेको छ। त्यसैगरी चाहिँ हाम्रो माछा मासु हैन जो उत्पादन गरिराखेको छ उहाँहरूको पनि। त्यसैले यावतको यो गाउँभरिको मान्छेलाई चाहिँ यो जोडिएको छ यो होमस्टेमा। यो सामाजिक रूपमा समुदायमा सहकार्य र एकता वृद्धि भएको छ, साथै महिला सशक्तिकरणमा महत्त्वपूर्ण भूमिका खेलेको छ, किनभने धेरै महिलाहरू होमस्टे सञ्चालन तथा हस्तकला व्यवसायमा संलग्न भएका छन्। अब यो होमस्टे सञ्चालनमा त विशेष त चाहिँ अब पुरुषभन्दा चाहिँ महिलाहरूको नै बढी सहभागिता छ यसमा, किनभने उहाँहरूको खानपानदेखि लिएर उहाँहरूको संस्कृति देखाउने हैन हाम्रो नाचगानहरू देखाउने यी धेरै यावत कुराहरूमा चाहिँ महिलाहरूको सहायता बढी छ। हजुर, भान्साको लागि चाहिँ महिला नै सबै हुन्छौँ अनि त्यो व्यवस्थापन समितिमा चाहिँ महिला पुरुष मिलेर नै। सांस्कृतिक रूपमा थारू समुदायको मौलिक परम्परा, नृत्य, भाषा र खानाका परिकारहरूको प्रवर्धन भएको छ, जसले आगन्तुकहरूलाई नयाँ अनुभव प्रदान गर्दै आएको छ। यो चाहिँ भादा गाउँको देउठान। यसमा चाहिँ हाम्रो देउठानमा चाहिँ देउताहरू धेरै रहेछन्। यसमा देउताहरू तपाईको मुराहा महटो, कल्की भवानी, डहरचण्डी, जगरनठिया, पाँच पाण्डव, बारु बगार भयो, बभन घटौली, कोर्हिनिया, मरिया, दानु चुरैन, बभन, जोगरत सिद्ध बाबा, चमरगुन्नी, झट्का मुराहा र त्यस्तै गरेर अन्तिममा चाहिँ इसरा विश्रा भन्ने देवता रहेछन्। यहाँ चाहिँ यो देउठानमा चाहिँ हामीले विभिन्न किसिमका पूजाहरू गर्छौँ। यसमा चाहिँ तपाईको एउटा ठुलो पूजा हरेरी पूजा हुन्छ र ढुरिया पूजा हुन्छ र एउटा भजहर भन्ने पूजा पनि हुन्छ र हरेरी पूजामा चाहिँ धानमा किरा फट्याङ्ग्रा नलागोस् भनेर चाहिँ हामीले हरेरी पूजा गर्छौँ। अन्न बाली राम्रो होस् भनेर चाहिँ हामी यसमा पूजा गर्छौँ। पर्यावरणीय रूपमा हरित पर्यटनको अवधारणा प्रवर्धन हुँदै गएको छ, जस अन्तर्गत फोहोर व्यवस्थापन, स्थानीय स्रोतहरूको प्रयोग तथा जैविक उत्पादनलाई प्राथमिकता दिएको छ। पहिलाको र अहिलेकोमा धेरै फरक आइसकेको छ, किनभने पहिला चाहिँ पाहुनाहरू आइसकेपछि के गर्ने के नगर्ने हामीलाई चाहिँ धेरै अप्ठ्यारो थियो। पछि तारागाउँ विकास समितिबाटै पनि एउटा पाहुना स्वागत भन्ने एउटा तालिम चाहिँ चलाउनु भयो उहाँहरू र कुकिङको लागि पनि एकपटक तालिम दिनुभएको थियो र कुक गर्दाखेरि पनि भान्सामा सरसफाइ कसरी राख्ने र पाहुना आइसकेपछि उहाँहरूलाई सुरुमा कसरी स्वागत गर्ने र कसरी पठाउने बेला स्वागत गर्ने त्यसको बारेमा पनि ज्ञान भयो र पछि गएर विदेशी पाहुनाहरू आइसकेपछि उहाँहरूलाई चाहिँ
प्रत्येक टाइममा चाहिँ गाइड उहाँहरूसँग हुन गाह्रो हुन्छ। त्यही भएर कम्तीमा भाषाको पनि अलिकति ज्ञान हुनुपर्छ भनेर यस नो थ्याङ्क यूसम्म भन्ने किसिमको तालिम पनि एकपटक टारा गाउँ विकास समितिबाटै नै सञ्चालन भएको थियो। यसरी भादा गाउँमा होमस्टे सञ्चालनले आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यावरणीय रूपान्तरण ल्याउँदै स्थानीय जीवनशैलीलाई समृद्ध बनाएको छ। एकचोटि भादा थारू सामुदायिक होमस्टे कैलालीमा आएर थारू जीवनशैलीसँग साक्षात्कार भइदिनुहोस् भन्न म आग्रह गर्न चाहन्छु।